सफल बनाउनका निम्ति नेपाली कांग्रेस पार्टीले आफ्नो भूमिका निर्वाह गरेको छ, जुन हामी बाँकी रहेका दिनहरूमा पनि गर्ने नै छौं। नेपाली कांग्रेस पार्टीको एउटा प्रतिबद्धता छ चुनावका बारेमा यताउता चुनावका बारेमा केही संशयहरू सृजना गर्न खोजिएको छ। ती तमाम संशयहरूलाई चिर्दै समयमा निर्वाचन गराउने कुराका सन्दर्भमा यो सरकारलाई पनि सम्पूर्ण रूपमा साथ दिँदै नेपाली कांग्रेस पार्टीले चुनावलाई सफल बनाएर संविधानलाई ट्र्याकमा ल्याउने काम गरिछाड्ने सन्दर्भमा आफ्नो प्रतिबद्धताबाट 1 इन्च पनि कांग्रेसले तलमाथि गर्दैन। फागुन 21 गतेको चुनावको सन्दर्भमा हामीले भाद्र 23 र 24 लाई बिर्सिएर हुँदैन। म भाद्र 23 गते जीवन गुमाउने 24 गते जीवन गुमाउने ती तमाम नौजवानहरूलाई सम्झन चाहन्छु र यही सन्दर्भमा म देशका तमाम अमर शहीदहरूलाई पनि सम्झन्छु र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु। यो 23 र 24 गतेको घटनाले नै हामीलाई फागुन 24 को चुनावमा पुर्याएको 21 को चुनावमा पुर्याएको 23 र 24 गतेको घटनालाई हेर्ने नेपालमा भिन्न भिन्न दृष्टिकोणहरू छन् र यो चुनाव त्यही दृष्टिकोणहरू बीचको चुनाव यो हामीले बिर्सनुहुन्न। यो चुनावमा 23 र 24 ले हेर्ने दृष्टिकोण के थियो भन्ने कुरालाई बिर्स्यौं भने फागुन 21 त आउँछ, चुनावको परिणाम त आउँछ, तर अर्को वर्ष फेरि भाद्र 23 आउँछ, फेरि गोली चल्छ, भाद्र 24 आउँछ, फेरि सिंहदरबार जल्छ। यो देशमा अब सरकारको गोलीबाट कुनै नियतको ज्यान जानु हुँदैन। यो देशमा अब कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनुहुन्न। यो अवस्था निर्माण गर्नुपर्छ। त्यसको लागि चुनावमा जाँदै गर्दा भाद्र 23 र 24 लाई हामीले हेर्नै पर्छ। एउटा प्रवृत्ति छ जसले के भन्छ भने भाद्र 23 गते जे भयो, भाद्र 24 र 23 गते जे कारणले भयो त्यसलाई उसले इन्कार गर्छ र भन्छ 23 गते अगाडि र 23 गते देश ठिकठाक थियो, सब कुरा ठिकठाक, सबले दुध भात खाएका थिए, केही पनि बिग्रेको थिएन। अर्को प्रवृत्ति छ जसले बोल्दैन भन्दैन तर 23 र 24 गते बलेको आगोमा दन्दन्ती पेट्रोल थपेर केवल आफ्नो राजनीतिको स्वार्थको रोटी मात्रै सेक्छ, केवल उसले आफ्नो फाइदा मात्रै हेर्छ। यो दुईटै सोच अतिवादी सोच हो। यो दुईटै सोचले नेपालमा 23 र 24 को दुर्घटना गराएको हो। यो दुईटै सोचले भोलि पनि फेरि यस्तै खालको दुर्घटना गराउँछ। नेपाली कांग्रेस यो दुईटै सोचसँग सहमत छैन, योभन्दा भिन्न सोचका साथ उभिएको छ। नेपालमा धेरै कुराहरू भए तर धेरै कुराहरू हुन सकेनन्। खास गरिकन 2072 सालसम्म संविधान बन्ने बेलासम्म हामीले एउटा अध्याय पार गरेका थियौं। 74 मा चुनाव भयो। त्यो चुनाव पछाडि नेपालले विकासको गति समात्नु पर्थ्यो, नेपालमा सुशासनको मति ठिक हुनु पर्थ्यो। तर 74 साल पछाडि जब संविधान पनि बनायो, चुनाव पनि भयो, सब ठिकठाक थियो। त्यो 5-6 वर्षको अवधि नेपालको अवधि हाम्रा निम्ति दुर्भाग्यपूर्ण रह्यो। केवल सरकार बनाउने, सरकार टिकाउने, सरकार भत्काउने, कुनै न कुनै रूपमा हाम्रो राजनीति केवल ती सरकार बनाउने, सरकार टिकाउने, प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फेर्ने यिनै कुराको वरिपरि रहिरहे, जसले गर्दा संविधानमा हामीले गरेका ती वाचाहरू, ती शुल्क अक्षरले लेखिएका वाचाहरू केवल अक्षरमा मात्र सीमित रहने अवस्था बन्यो, जसको कारणले गर्दा नागरिकहरूमा ठूलो असन्तुष्टि रह्यो, खास गरिकन तन्नेरी युवाहरूमा रह्यो। यो भन्दा गर्दा हामीले बिर्सनुहुन्न यो 30-35 वर्ष नेपालमा केही पनि भएन, नेपालले केही पनि भोगेन भन्दै गर्दा हामीले न मधेसको पीडा बुझेको हुन्छ न कर्णालीको घाउ बुझेको हुन्छ। नौजवानहरूलाई कम थाहा होला तर यो मञ्चमा बस्ने प्रत्येकलाई थाहा छ। यो मञ्चमा बस्ने मात्र होइन, तल यहाँ टोपी लगाएर बस्नुभएको अलिकति उमेर गएको प्रत्येकलाई थाहा छ। खास गरिकन 52 सालबाट 63-64 सालसम्म कर्णालीले भोगेको पीडा, कर्णालीले भोगेको त्यो बेलाको दर्द, त्यो बेला कर्णाली भोगेको हिंसा, त्यतिखेरको लागि सबैभन्दा ठूलो कुरा त्यही हिंसाबाट बाहिर आउने कुरा सबभन्दा ठूलो कुरा थियो। त्योभन्दा ठूलो कुराहरू केही पनि थिएन। हामीले धेरै भोग्यौं पनि, ती सबै भोगाइहरूबाट बाहिर निस्किन
पछाडि जब देशले गति समात्नु पर्थ्यो कहीँ न कहीँ हामीबाट त्रुटि भएको छ, कहीँ न कहीँबाट हामीबाट कमजोरी भएको छ, कहीँ न कहीँ राजनीति फोहोर भएको छ, कहीँ न कहीँ गठबन्धनको राजनीतिले नेपालको राजनीति समग्र राजनीतिलाई दूषित बनाएको छ। त्यसैले नेपाली कांग्रेस एउटा संकल्पका साथ यो फोहोर राजनीतिलाई हामी सफा गर्छौं, यो प्रदूषित राजनीतिलाई हामी सफा गर्छौं, एउटा प्रतिबद्धताका साथ आएका छौं। 82 देखि 87 सम्मको 5 वर्ष, 82 देखि 87 सम्मको 5 वर्ष हामी देश र जनतालाई जम्मा एउटा आग्रह गरिरहेका छौं। 82 देखि 87 सम्मको एउटा मौका, यो मौकालाई नेपालको इतिहासमा सबैभन्दा स्वर्णिम काल हामी बनाउँछौं। एउटा सपना बोकेर आएका छौं, एउटा संकल्प बोकेर आएका छौं। पेटमा भोक छ, आँखामा सपना छ, हामी उड्नको लागि तयार छौं, तर हामीले जमिन छाडेका पनि छैनौं। हामीलाई नेपालको यथार्थ थाहा छ, हामीलाई नेपालको शक्ति पनि थाहा छ, हामीलाई नेपालको सीमितता पनि थाहा छ। हामीलाई सम्हालेर लिएर जान्छौं, नेपाललाई 5 वर्ष सुधार्छौं, यसको अवस्था बदल्छौं। हामीले एउटा सपनाका साथ आएका छौं, सबै नागरिकहरूले पेटभरि खान पाउन्। कोही नागरिकले पनि औषधि उपचार गर्दै गर्दा 1 रुपैयाँ पैसा पनि खल्तीबाट तिर्नु नपरोस्। प्रत्येक युवाले पढ्दै गर्दा 1 रुपैयाँ दिनको अभिभावकले बिल तिर्नु नपरोस्। पढेको युवाले नेपालभित्रै काम पाउने अवस्था बनोस्। यो सपना, यो सपनाका आधारमा लक्ष्य निर्धारण गरेका छौं, यो लक्ष्यका आधारमा कार्यक्रम बनाएका छौं र एउटा संकल्प लिएर अगाडि उभिएका छौं। प्रतिज्ञा पत्र सार्वजनिक गर्दै गर्दा मैले भनेको छु 5 वर्षको समय मागेका छौं, तर परीक्षा दिन 5 वर्षपछि आउँदैनौं। प्रत्येक महिनाको पहिलो दिन फागुनमा चुनाव हुन्छ, चैतमा परिणाम आउँछ, वैशाख 1 गते नेपालको कांग्रेसको नयाँ सरकारले देशवासीका नाममा उभिएर बोल्छ। बोल्दै गर्दा 5 वर्षको लक्ष्य राखेको हुन्छ, तर जम्मा 1 महिनाको कार्यक्रम भन्छ। फेरि जेठ 1 गते आउँछ, फेरि उभिन्छ, फेरि बोल्छ र भन्छ यो 1 महिनाभित्र मैले यी कामहरू गरे, अबको 1 महिनाभित्र म यो थप कामहरू गर्छु। यो 5 वर्षको समय केवल कामको समय हुन्छ। कांग्रेस सुस्ताउँदैन र कांग्रेसले महत्त्वपूर्ण कुरा, नसुस्ताउने कुरामा जति महत्त्वपूर्ण छ त्योभन्दा महत्त्वपूर्ण कुरा नेपाली कांग्रेस पार्टीले देशलाई अब थप अर्को कुनै पनि दुर्घटनामा पर्न दिँदैन। म यही कुरा भनिरहेको छु, यही कुरा कम्तीमा यो पटकको निर्वाचनमा छलफलको विषय बनोस्। आओस् नेकपा एमाले, आओस् नेपाली कम्युनिस्ट पार्टी, आओस् राष्ट्रिय स्वतन्त्र पार्टी, एउटै मञ्चमा बसौं, एउटै मञ्चमा उभियौं। 5 वर्ष नेपालका निम्ति हाम्रो सोच के हो, हाम्रो संकल्प के हो, हाम्रो योजना के हो, यसको बारेमा छलफल गरौँ भन्दै गर्दा बेलुका 2 जना भट्टीमा बसेर एकअर्कालाई गाली गरेको जस्तो एउटाले एउटा कुरा भनेको छ, अर्कोले अर्को कुरा भनेको छ। मुद्दामा कुनै बहस छैन, मुद्दामा कुनै छलफल छैन। एक थरीले आयो, एक थरीलाई गाली गर्यो, अर्को थरी आयो, जम्मा एउटा कुरा भन्ने पुग्यो। यो देश वर्गले बिगारिदियो, म आउँछु, म सम्हाल्छु। हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहँदै गर्दा, त्यही माओवादीले मान्छे मारिरहँदै गर्दा, त्यही माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर हिजो बाहिर गएर मस्ती मारिरहेकाहरू आज हाम्रो बीचमा आएर घुमेर 5 वर्षमा चोटक गर्छु भन्दै गर्दा कम्तीमा कर्णालीले नपत्याओस्, कम्तीमा नपत्याउँ। म तमाम खास गरिकन नेपाली कांग्रेसकै साथीहरूलाई आग्रह गर्न चाहन्छु। ठुलो कोलाहल छ अहिले, ठुलो हल्ला छ अहिले, खास गरिकन यो हल्ला सामाजिक सञ्जालमा छ, गाउँ गाउँ पुगेको छ, शहरमा मात्र होइन। म महिला दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, घरमा बसेर युट्युब हेर्दै गर्दा, फेसबुक हेर्दै गर्दा, बाहिर काम गर्नु गएको वैदेशिक रोजगारमा जानुभएको साथीहरूलाई आग्रह गर्छु, तपाईहरु त्यहाँ बसेर नेपालका समाचार हेर्दै गर्दा, नेपालका समाचार भन्दै गर्दाखेरि तपाईहरुले पीडा व्यक्त गर्नुभएको छ, म मान्छु। नेपालमा ठूलो सुधार भएको छैन, सुधार हुनुपर्छ भन्ने तपाईको चाहनालाई म मान्छु। नेपाली कांग्रेसले गर्नुपर्ने कतिपय कुराहरुमा चुकेको छ भन्ने कुरा मान्छु। नेपाली कांग्रेस नयाँ ढंगले आओस् भन्ने तपाईको चाहनालाई सम्मान गर्छु। त्यसैले कांग्रेसको सभापति भएर भन्दैछु, बोल्दैछु, सिंह कांग्रेसको जिम्मा लिएर बोल्दैछु। यो नेपाली कांग्रेस पार्टीले 5 वर्ष काम गर्दै गर्दा 2046 साल पछाडि भएका, भनिएका, सुनिएका प्रत्येक काण्डहरुको छानबिन गर्ने मात्र होइन, त्यो
काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एकजना मान्छे पनि बच्दैन। यो 5 वर्षको कार्यकालमा कांग्रेसको सभापतिहरू भन्दैछु, एउटा काण्ड पनि नेपाली कांग्रेसको सरकारले गर्यो भन्ने कुरा एउटा नागरिकले पनि सुन्नु पर्दैन। हामी ती कुराबाट सिकेर आएका छौं, हामी ती कुराहरू बदल्ने गरी आएका छौं।